2081 साल चैत्र 11 गते सोमबार साँझ बसेको मन्त्री परिषदको बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गर्यो। कुलमानलाई हटाएसँगै सरकारले एनईएको कार्यकारी निर्देशकका रूपमा रुतेन्द्रदेव साक्यलाई नियुक्त गर्यो। सरकारको यो निर्णय आएसँगै यसको चौतर्फी विरोध भइरहेको छ र इन्ट्रेस्टिङली पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि यो कुराको विरोध गर्दै आफूले कुलमान हटाएको खबर सञ्चार माध्यमबाट थाहा पाएको र यो निर्णय प्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गर्दछु भनेका छन्। कुलमानलाई प्रचण्ड निकट अथवा माओवादी निकट मानिन्छ। त्यसैले पनि ओली सरकार बनेदेखि नै आफ्नो सबैभन्दा मुख्य काम नै कुलमानलाई हटाउनु हो भने जसरी मन्त्रीमण्डल नै उनको पछाडि हात धोएर लागि परेको थियो। अब यो कुरा त सबैलाई थाहा भएकै कुरा हो, मिडियाहरूमा आइरहेकै कुरा हो। तर काहीँ कतै बाहिर नआएको अथवा नभनिएको कुरा चाहिँ पछिल्लो समय कुलमानलाई हटाउन ओली सँगसँगै प्रचण्ड पनि लागि परेका थिए। अझ भनौं कुलमान हट्दै गर्दा ओलीलाई भन्दा धेरै प्रचण्डलाई फाइदा हुँदै थियो। हो, ठिक सुन्नु भयो तपाईले। अब यहाँ भित्र एउटा इन्ट्रेस्टिङ पोलिटिकल डिलिङ भइरहेछ जसको बारेमा सबैजना मौन छन्। सो कुलमान हटाउनु पछाडिको पोलिटिकल मोटिभ यानि कि यो पछाडिको राजनीति के छ त? आउनुहोस् सबै बुझ्ने कोसिस गरौँ आजको इन डेप्थ स्टोरीमा।